हामीहरू वर्ष आइसक्यो। तपाईहरुलाई स्वागत छ दुर्गा एमजीआर ब्लगमा। हाम्रो सुजनजी, निल राणा दाई, हामी अनि विशालजी हामी आइसक्यौँ होइन। आज सानो कार्यक्रम छ नेपालीहरूको भनेर तपाईहरुको वार्सा सिटीमै आइसक्यो होइन। हामीहरू टक खुलाएर यस्तो छ रातिको भ्यू है वार्सा। हाम्रो अध्यक्षजी भेटिदिनु भएछ, हाम्रो चन्द्रहान दाई होइन, हाम्रो उपाध्यक्ष हामी चाहिँ सदस्य होइन। ल अध्यक्षजी यता हेर्नु त ल। हजुर के छ हजुर आरामै हुन्छ होला के हाम्रो जुठो पानी राम्रो, हाम्रो समय साँच्चै रमाइलो। हाम्रो जुठो पानी राम्रो, हाम्रो समय साँच्चै रमाइलो। धाराको पानी काँसी नानी बोकेको कम्बरमा, भुलेको छैन त्यो मिठो पानी अझै उमेरमा। धाराको कति गरौँ तिम्रोमा बयान, कति अब मेलैमा कल्याण। बबाल दाइ बबाल, म ल्याइदिन्छु बाहिर रोडमा, म ल्याइदिन्छु पानी। ल गाइजहरू है हामी एकछिन नाच्यौँ, एकदम रमाइलो भयो होइन। ए हाम्रो उपाध्यक्षज्यू, अध्यक्षज्यू कता जानुभयो? अध्यक्षज्यू कुनामा गएर फोन गर्दै हुनुहुन्छ होइन। हामी सदस्यहरू यस्तो यहाँ नेपाली र पुलिसको यहाँ कम्पिटिसन छ होइन त। कस्तो छ, कस्तो लागिरहेछ कार्यक्रम? भन्नुहोस् तपाईँले, बताइदिनु जनतालाई। रमाइलो छ यार, छुट्टीमा रमाइलो होइन। अब वर्षा सिटीतिर घुमघाम भइरहेको छ आस्ते आस्ते।
जच्याङमा मायामा तैतरी गछरमा अस्याङ जमे च्यानी उमिसी तिमीला पसेङ द बनवा तिमीला पसेङ द बनवा ओए अस्याङ हे आनी एला जमे तिमी बाकी आफेनेमा ओए अस्याङ हे आनी एला जमे तिमी बाकी आफेनेमा ओए अस्याङ हे आनी एला जमे तिमी बाकी आफेनेमा फेरि पनि पोल्यान्डको तामाङ समाजलाई धेरै धेरै धन्यवाद साथमा यहाँहरूलाई सबैजनालाई ह्याप्पी सोनम नमस्कार यहाँ ट्र्याक चाहिँ अलिकति गडबड भइरहेको छ कता जानुपर्छ स्यारो लामा लौदा सँग फुलजी नुबुला हालोदै सँग फुलजी छेउ छेउरी दान छ्याब जोजोले नाना आङ याला सौराङ नेता फ्या फुलजी फ्या फुलजी याला सौराङ ने सरदन फ्या फुलजी याला सोखेर दन सर्दन फ्या फुल भाषा धर्म संस्कृतिको संरक्षण तामाङ समाज पोलाइनको मुख्य अभियान यो चाहिँ विशेष गरी मैले अस्ति मात्रै हाम्रो ग्रुपिङ रेकर्डिङ गरेको थियो खास यसको शब्द तामाङ घेदुङ रोमानियाको मुख्य अभियान बलको शब्दमा अहिले चाहिँ मैले तामाङ समाज पोल्यान्डको शब्दमा जोडेको छ त्यसै गरी यतिखेर चाहिँ हामी तपाईहरूलाई फेरि पनि नचाउनका लागि रोसी खोला परी मेरो मामा ठिक छ हैन ओके म्युजिक प्लेलाई प्लिज जमन स्यादला है नाना आगा चाहिँ अलिकति ह्याप्पी सोनम नमस्कार पोल्यान्ड हामी नाचेर होइन धमक्का मचाएर हामीहरू चाहिँ आज एभरेस्ट रेस्टुरेन्टमा खाना खान रेडी छौँ होइन हामीहरू हाम्रो वन्स ब्लग वनजी हुनुहुन्छ होइन हाम्रो अध्यक्षजी वान ब्लग होइन वान ब्लगको हुनुहुन्छ भाइ अनि हामी छौँ होइन एकदम आज चाहिँ इन्जोय छ तर हामी चाहिँ अब यहाँ हाम्रो विशालजी हुनुहुन्छ होइन नम्बर 1 टिकटकर हामी भात खान्छौँ है हाम्रो गिफ्टर यस्तो छौँ हामीहरू चाहिँ सबै छौँ होइन उहाँले गिफ्ट गर्नुहुन्छ हामीले पाउँछौँ अनि हामी यता रमाइलो ह्याप्पी माघे सङ्क्रान्ति तर हामी लोसारमा छौँ अब लोसार मनाउनु छौँ हामीहरू तामाङहरूको नयाँ वर्ष तामाङहरूको लोसार मनाउन आइरहेका छौँ तर माघे सङ्क्रान्ति हो हामी उनीहरूको साथ रमाइलो गरिरहेका छौँ है साथीहरू ल हाम्रो अध्यक्षजीले भन्नुहोस् त 2 शब्द तामाङहरूको चाहिँ विशेष गरेर माघे सङ्क्रान्ति तथा पर्व विशेष गरेर पर्व लोसार पर्वमा आएको छौँ सांस्कृतिक कार्यक्रमहरू लगायत विभिन्न डान्सिङ कार्यक्रम तर भइरहेछ हामी चाहिँ एकछिन भात खानाले यहाँ आएको फेरि भात खाइसकेपछि हामी तल जान्छौँ कार्यक्रममा हामी सरिक हुन्छौँ है त ल आयुष भाइ आज चाहिँ पोल्यान्डवासी तामाङ समाजको सोनाम लोसारको विशेष कार्यक्रम रहेको हुँदा हामी अब यस कार्यक्रममा सहभागी हुनुको लागि ल 2 शब्द दिनुभएको तामाङको ज्वाइँलाई धन्यवाद हातले दिनु हुन्छ जनता भन्दा नि हातले दिन्छ ल हाम्रो अध्यक्षजी आउँदिम न के साह्रो हतार गरे हो फोटो खिच्न लाउनु ल अध्यक्षजी खै त तपाईँलाई खै त
तपाईँलाई अझै दुईजना ल है आज चाहिँ विशेष गरेर लोसार पर्व मनाइसकेपछि मेरो भाइ थकित अवस्थामा खाना एकदम खाइरहेछन् नेपाली टोपी ढल्काइरहेछन् त्यसै गरेर यता त्यसै गरेर हाम्रो यो मुस्ताङ नमस्ते हेर्नु यति रङ्ग बिरङ्गी खाना एभरेस्ट होटलमा आएर खाइराख्नु मजाले खाइरहेछ कमेन्ट गर्नु होला उता के अरे रिभ्यू गर्नु होला है सबैजनाले त्यसै गरेर फेरि नाच्नु जानुपर्छ मेरो भाइहरू है त ल ल उहाँ एभरेस्ट एभरेस्ट होटलको साउन्ड वेलकम छ ओके ल ल थ्याङ्क यू आयोजकलाई नि सोध्नु पर्छ क्या हामीले भन्दा ल साथीभाइ जमाएर खाम ल हाम्रो अध्यक्षजी है दाई हाम्रो प्रिय दाई आदरणीय दाईको पहलमा हामी धेरै कार्यक्रमहरूमा हामी समावेश हुन पाइरहेछौँ कार्यक्रम पनि सफल रूपमा चाहिँ हामी कार्यक्रममा हिँड्न पाइएछ दाईलाई हृदयदेखि धन्यवाद दिँदै हामी भात खान्छौँ है ल अध्यक्षज्यू है ल लाग्यो ल साथीहरू ट्याप लगाएर सब्सक्राइब गरिदिनु होला भोग लागेमा एभरेस्ट रेस्टुरेन्ट मोमो चाउमिन थुक्पा चिकन फ्राई लेग पिस जे खान मन लाग्छ टक्क थकाली खाना ट्याक्क लगाएर एभरेस्टमा सम्पर्क गर्नु होला होइन केही भनिदिनुहोस् अध्यक्षज्यू एकदम ठिक छ सबै ठिक छ होइन सर्भिस ओके हाम्रो अध्यक्षजीले भनिसक्नु भयो टक्क लगाएर इन्जोय गर्नुहोस् आउनुहोस् 5 लाइक है एभरेस्टलाई ल नेपाली एभरेस्ट रेस्टुरेन्ट ल